अहिले चाहिँ मजाले सबै फुलिसकेको छ। अस्ति नै फुलिसकेको छ। कस्तो मजाले राम्रो देख्छ हेर्नुहोस् न। हाई एभ्रिवान, नमस्ते, टसुदले वेलकम ब्याक टु द च्यानल। तपाईहरुलाई फेरि पनि नयाँ भिडियोमा स्वागत गर्दछु। अनि आजको भिडियो चाहिँ थम्बनेल हेरेर बुझ्नुभयो होला, यो चाहिँ वाइल्ड अर्किडको बारेमा हुनेछ। अनि यो चाहिँ मैले सायद यसलाई चाहिँ वाइल्ड अर्किड भनिँदैन है, अनि यो हाइब्रिडमै आउँछ जस्तो लाग्यो। यदि म गलत हो भने प्लिज मलाई कमेन्टमा भन्नुहोस् है। मलाई पनि एक्ज्याक्टली त्यति साह्रो थाहा छैन यसलाई वाइल्ड भन्छ या फिर यो हाइब्रिडमै हो। तर एकदमै राम्रो फुल छ यो चाहिँ हो। मैले अस्ति तपाईँलाई प्रिभियस ब्लगमा यसको यो कोपिलाहरू लागिरहेको देखाएको थिएँ। अनि अहिले चाहिँ यो एकदमै ढकमक्क गरेर फुलिरहेको छ, एकदमै राम्रो फुलिरहेको छ। अनि यो एउटै बोटमा 16वटा स्टिक फुलिरहेको छ। अझै त्योभन्दा माथि फुल्थ्यो होला है, तर 16वटा स्टिक चाहिँ एकदमै राम्रोसँगले फुलिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यसरी नै हाम्रोमा अरू पनि वाइल्ड अर्किडहरू यसरी फुल्नुको लागि रेडी हुँदैछ, फुल्दैछ। यतै गर्नुहोस् तपाईँहरूले। अनि कतिवटा नफुलेकोहरू म नेक्स्ट भिडियोमा तपाईँहरूलाई सेयर गर्नेछु है। अहिले चाहिँ मैले कतिवटा फुलेको मात्रै सेयर गर्दैछु। यतै गर्नुहोस् एन्ड इन्जोय दिस भिडियो।
कस्तो लाग्यो हाम्रो घरको कलेक्सन प्लिज कमेन्टमा भन्नुहोस्। अनि यसरी नै अब यो फुल जुन छ सुनखरी सिलोजिनाको स्टार्टर यो सक्यो फुलेर अनि यो अर्को फुलिरहेको छ है। यही भनेको मैले एकदमै राम्रो फुल छ यो चाहिँ मालाहरू जस्तो एकदमै मजाले लामो लामो हुन्छ है, झरेको हुन्छ यसरी फुलेर अनि एकदमै राम्रो देख्छ फुल्दाखेरि। तर यसको गन्ध चाहिँ मलाई त्यति साह्रो मन पर्दैन। अनि यसरी नै हाम्रोमा वाइल्ड अर्किडहरू चाहिँ अहिले सबै फुल्दैछ, कोही फुल्नेवाला छ है यसरी ग्राउन्ड अर्किडहरू। अनि तपाईँहरूलाई कस्तो लाग्यो भिडियो प्लिज कमेन्टमा भन्नुहोस्। लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस्, कमेन्ट पनि गर्नुहोस् है। अनि यो चाहिँ झिल्ल्या नयाँ खालके रहेछ, एउटै पटमा एउटामा वाइट कलरको छ अनि एक साइडमा चाहिँ यो कलरको निक्लेको थियो। यो चाहिँ अलिकति नयाँ खालके भेराइटी जस्तो लाग्यो मलाई चाहिँ। तपाईँहरूले पहिल्यै देख्नु भएको छ भने यो भेराइटीको नाम के हो प्लिज मलाई भन्नुहोस् कमेन्टमा। अनि यस्तै छ अहिले अलिअलि फुलहरू फुलिरहेको छ। योहरू चाहिँ कति मैले समयभन्दा ढिलो रोपेको कारणले अहिले भर्खर भर्खर यस्तो भइरहेको छ है। तर पनि कोही मरेन, मर्नु त सबै जाग्यो राम्रैसँगले, यतिको फुलिरहेको छ है। नेक्स्ट टाइम चाहिँ टाइममा रोप्नुपर्ने रहेछ। अनि कलरहरू पनि एकदमै राम्रो राम्रो आएको छ यसको। स्टकको चाहिँ मैले फर्स्ट टाइम रोपेको तर अलिकति ढिलो रोपेको कारणले यस्तै भइहाल्यो यो साल त। तर कलरहरू एकदमै राम्रो राम्रो छ, यस्तै छ। यति नै भन्दै हाम्रो वाइल्ड अर्किडको फुलहरू अहिले त्यति साह्रो मजाले सबै फुलिसकेको छैन। फुलेपछि म अझै तपाईँहरूलाई सेयर गर्नेछु है, त्यति भन्दै। अनि आजको यो सानो भिडियोलाई म यहीँ एन्ड गर्दछु। अनि यो चाहिँ मैले के देखाएको भन्दाखेरि चाहिँ यो चाहिँ हामीले फ्लास्कमा अर्डर गरेको अर्किड हो। अनि यो चाहिँ हामीले फर्स्ट टाइम ट्राई गर्दैछु। तपाईँहरूले पनि यो गर्नुभएको छ भने प्लिज कमेन्टमा भन्नुहोस् तपाईँहरूले कसरी गर्नुहुन्छ। तपाईँहरूकोमा आइडिया छ भने प्लिज सेयर गर्नुहोस् है। यति भन्दै आजको भिडियोलाई म यहीँ एन्ड गर्दछु। ओके, बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ।